तपाईहरु चाहिँ के गर्दै हुनुहुन्छ साथीहरु? म चाहिँ जाडो छ, युकेको वेदर, पानी परिरहेको छ, बिटरुट र जौको पिठोको फ्ल्याट ब्रेड, गोराको भाषामा, हाम्रो भाषामा रोटी, सुक्खा रोटी बनाएर खानु पर्यो भन्ने चाहिँ आजको डिनर। हेल्दी खाऊँ भनेर चाहिँ यसरी बनाएको। यसमा चाहिँ सुगरहरू, ओइलहरू केही मिसाएको छुइनँ। सबै यो चाहिँ नेचुरल टेस्टमा छ। अब के गर्नु, मजाले भुक्क फुलेको खानु मन छ नि, ढङ्ग मरु कसो गर्नु, भुक्कै फुलिँदैन। धन्न यो मेसिन पनि बनाइदिएछ र खानु पाइएको छ जिन्दगीमा।